दामी छ पाहाडको क्यामरी म्याम हुनुहुन्छ हाम्रो हैन रमाइलो भयो जियो भइरा हाम्रो सोल्टीलाई मन पर्यो को मैले चिन्दैन पर्छ अलि बस्नुहुन्छ ए हजुर यहीँको बाइक ब्रदर एक्लै आउनु भएको सोल्टी आज पार्कमा आएर चाहिँ कस्तो फिल भइरा हाम्रो सोल्टीलाई गइ त क्या छ त देखाइदिनु मन पर्यो को मैले चिन्दैन मगर यही मगर मैले यही भेटेको समझ रहे हो ल गाइस आउन सक्नुहुन्छ बवाल भइरहेको हैन एक्सक्युज मी ब्रदर म हजुरहरूलाई केही क्वेसन सोध्छु हजुरसँग केही टाइम छ त मिल्छ सोध्न मिल्दैन ओके नो प्रब्लम ठिक छ गाइस हैन यहाँनिर हेर्न सक्नुहुन्छ बवाल यहाँ ऊ चलिरहेको के भन्नु अनि हाम्रो ह्यान्डसम ब्रदरहरू अनि यहाँ फर्स्ट टाइम हो सेकेन्ड टाइम कहाँ बस्नुहुन्छ चितवन बस्नुहुन्छ ए ल ठिकै छ हाम्रो ब्रदर चाहिँ सेकेन्ड टाइम हुनुहुँदैछ के सनसेट हेर्न आउनुभयो ल ठिक छ दामी अनि हाम्रो ब्रदर नाम पूजन पाठक ए अनि कहाँबाट हुनुहुन्छ दार्जिलिङ ल ठिक छ ओके नो प्रब्लम सो गाइस हैन ब्रदरहरूलाई मैले सोधिसकेँ अब चाहिँ मेरो टार्गेट रहेको छ कपल्सहरू समझ रहे हो ना है नानु तिम्रो नाम के हो नानु हो उता फर्केर क्यामेरा ला उता फर्केर हान्दियो मेरो तिम्रो नाम के हो नानु अब कति राम्रो है नानु ल सो गाइस हैन दिदीहरू म हजुरहरू केही क्वेसन सोध्न पाउँदैन त्यस्तो केही क्वेसन होइन जस्ट नर्मली क्वेसन हो सोध्न सक्छु हजुर यहाँ फर्स्ट टाइम हो मतलब यहाँ यो पार्कमा हजुर के मतलब यो पार्कमा चाहिँ कस्तो इन्भाइरोमेन्ट कस्तो छ हजुरलाई कस्तो फिल भइरहेको ए हो शान्त फिल भयो ठिक छ ल दिदी चाहिँ फर्स्ट टाइम हुनुहुँदैछ हाम्रो आन्टीलाई के भन्नु छ हजुर फर्स्ट टाइम हो ए क्वेसनहरू गर्न मिल्छ एकदम ल आयो होइन अनि ब्रदर एक्लै आउनुभएको कि गर्लफ्रेन्ड लिएर आउनुभएको होइन म एकदम सिङ्गल आएको ए सिङ्गल आउनुभएको एउटा हुनुपर्ने हो ल ठिक छ केही छैन ओके भाइ नेम चाहिँ बबाल युनिक छ गाइस झापु के छ नेम झापु के एकचोटि फेरि भन्नु त झ्यापु झापु ल बबाल ल ठिक छ नामै काफी छ हजुरको लागि के सोध्दैन हजुरको नेम गेन्जी के नाम के रे गेन्जी गुरुङ कौन है ये लोग कहाँ से आते हैं ल दामी ल नाइस नेम गाइस एनीवे मेरो नाम चाहिँ अब हामी नेक्स्ट सम्झीहरूसँग भेट्न जाँदैछौँ ब्रदर केही सोध्न मिल्छ क्वेसनहरू सोधौँ ल पालो कहिले आउँछ भनेर कुर्दै बस्नुहुन्छ जस्तो लाग्यो मेरो बुद्धि तामाङ हजुर ल दामी बवाल नाम छ अनि हजुर चाहिँ यहाँ एक्लै आउनु भएको कि गर्लफ्रेन्डसँग लिएर आउनु भएको त्यस्तो गर्लफ्रेन्ड होइन हामी दोस्तहरूसँग आयो नि त दोस्तहरूसँग हजुर ठिक छ यतिको चाहिँ हुनुपर्छ है केटाहरूको लागि चाहिँ यतिको साथी चाहिँ हुनुपर्छ है मा कसम फेरि ल के ल नेताङ सबै सम्धी गुरुङ सम्धी पो परेछ ल नुवाकोट पर्नु भएछ नुवाकोटै हुनुहुने रहेछ ल ठिक छ नुवाकोटी सम्धी लाइन माया छ अनि हजुर यहाँ फर्स्ट टाइम हो त्यो पार्कमा 2 वर्षमा अब केटा भएको कि म त यहाँ म्याक्सिमम के मान्छेहरू केटाहरूले सबैले क्या कपाल के छैन आफू अब यही भिडियो बनाउँदै हिँड्ने हो होइन ल ठिक छ हजुरको छ कि नै छ अनि नलिएर आउनुभएको तर लिएर आउनुभएको छैन नेक्स्ट टाइम चाहिँ लिएर आउनुहुन्छ यो भिडियो हेरिराख्नु भएको भने सम्धीको गर्लफ्रेन्डले नरिसाउनु होला साथीहरूसँग आउनु भयो है ल स्काई तामाङ रहेको छ सम्धीको नेम चाहिँ र नाइस नेम अनि हजुर पनि नुवाकोटै हो म्याक्सिमम तामाङहरू हुन्छ होइन ल ठिक छ केही छैन अनि हजुरले गर्लफ्रेन्ड लिएर आउनु भएको कि त्यतिकै आउनुभएको बताओ यार केही बोलेन म गाइस केही बोलेन मान्छेको कहिले ल कतिवटा भनिदिनु न होइन अहिले चाहिँ एउटा हुन्छ नि त अब एउटा ट्रु होस् न त एउटा होस् जस्ट ट्रु होस् क्या त्यस्तो छैन ल ओके म एउटा हजुरलाई 4-5वटा छ म एउटा हजुरलाई जस्ट 1 क्वेसन सोध्न चाहेँ ल अनि चाहिँ 4-5वटामा चाहिँ हजुरलाई चाहिँ ओभर माया गर्ने चाहिँ 1 मा पर्छ कि 2 मा कि 3 मा कि 4 मा कि 5 मा
उपर माया गर्ने फोमा ल फोमा त भने लास्ट नेम भन्न चाहनुहुन्छ उहाँको लास्ट नेम म नेम नेम भन्दा नि हुन्छ केही हुन्न पब्लिक गर्न चाहनुहुन्न ल ठिक छ पब्लिक गर्न चाहनु भएन फोमा चाहिँ उहाँको गर्लफ्रेन्ड जो पर्नुहुन्छ लक्की है ल के को लक्की भन्ने ल गाइज होइन हामी हेलो ब्रदर के छ सन्चै हुनुहुन्छ एकदम तपाईँ एकदम दाइ सुदूर पश्चिम पश्चिमेली पऱ्यो ल पश्चिमेली ल या पश्चिम कुन ठाउँ यताबाट ए भाइ यताबाट तिमी चाहिँ पश्चिम तिमी अनि भाइको चाहिँ गर्लफ्रेन्ड छ कि के छ कि कस्तो छ त होइन कति वर्ष पुग्यो तिमी म 16 पुगेँ 16 यहाँ 25 वर्षमा गर्लफ्रेन्ड छैन के भएको यो अनि यता लाज लाज लजाउनु पर्दैन म त्यस्तो भाइरल हेर्नु ल तपाईँको गर्लफ्रेन्डले हेर्दै हुनुहुन्छ भने के भन्न चाहनुहुन्छ लाज लागेको त अनि एक्लै अनि रिसायो भने होइन ऊ चाहिँ उतै हो पश्चिमै छ सुदूर पश्चिमै केही छैन ल भाइ ल नाइस टु मिट यु जाउँ ल मैले म्याक्सिमम् 10 जना मान्छेलाई क्वेसन हानिसक्यो अब मलाई लाग्छ अब कता अब गर्ल्सहरूलाई चाहिँ यसो हानिदिनु जस्तो लाग्यो सो यहाँ ब्रदर हाँसिराख्नु भएको छ मलाई हेरिराख्नु भएको हेलो ब्रदर तुको नेम सुमन के तामाङ ल सम्धिँदै तामाङ पऱ्यो ल लास्टो फ्याबलाई सम्धि अनि हजुरको घर सम्धि मेरो घर नुवाकोट र सम्धिको घर चाहिँ नुवाकोट परेछ नुवाकोट सम्धिलाई ल माया छ है हो र सेम टु ल ठिक छ अनि सम्धिको अनि गर्लफ्रेन्ड चाहिँ कतिवटा मेरो रियल है नडाट्नु है एउटा पनि छैन रियल कति वर्ष पुग्नुभयो सम्धि म पुगेँ 23-24 हजुर 23-24 पुग्यो सम्धि चाहिँ सेम मेरो ब्याचको हुनुहुने रहेछ तपाईँको एउटा पनि गर्लफ्रेन्ड छैन है सम्धिले झुट बोल्यो है गाई होइन मेरो साथी बोले ल सम्धिको चाहिँ गर्लफ्रेन्ड छैन होइन कतिजनाले भिडियो हेर्नुहुन्छ यस्तो ह्यान्डसम सम्धि हुनुहुन्छ होइन ट्याक्क लाएर सम्धिको टिकटकमा नेम चाहिँ के छ मेरो त्यो सुमन नै छ सुमन के छ सुमन टिएमजी छ है गाइज म ट्याक्क लाएर तल लेखिदिन्छु सम्धिलाई कसैले राम्रो लाग्यो भने ट्याक्क सम्धिको गर्लफ्रेन्ड बनिदिने है होइन सम्धि सनसेट हेरेर लेखिदिनु पऱ्यो नि होइन एउटा छैन है गाह्रो हुन्छ नि है अबे साले जो माफ करना गाह्रो छ अरूको देखेर कस्तो हुन्थ्यो त अरूको देखेर जलेस हुन्छ है मलाई सेम त्यस्तै हुन्थ्यो तर मैले पाइसकेँ मलाई खोजिदिनु पर्यो नि त अब म खोजिदिनु भयो कतिवटा खोजिदिन्थेँ ल सम्झि नाइस टु मिट यु ल सो गाइस होइन अब चाहिँ हामी चाहिँ अब कतापट्टि जाम भन्ने मलाई लागिरह अब यता हेलो एक्सक्युज मी केही सोध्न चाहन्छु नरिसाउनु है हजुर होइन केही सोध्न मन लाग्यो क्या सोध्न नरिसाउनु त्यस्तो ऊ गर्नु पर्दैन एक नर्मल क्वेसनहरू मात्र हो त्यस्तो लजाउनु पर्दैन यसो राम्रो मान्छे भएर कस्तो लजाएको त अनि भन्नु न हजुर फर्स्ट टाइम हो अस्ति नै आएको यहाँ काठमाडौँ बसेको कति वर्ष भयो त्यसलाई 2 वर्ष कता बस्नुहुन्छ शिव मन्दिर ए ल उहाँ म्याम चाहिँ शिव मन्दिर बस्नु रहेछ कति राम्री मिस हुनुहुन्छ तर कति लजाउनु चाहिँ भएन क्या तपाईँको बोयफ्रेन्ड छ हजुर समझ रह्यो देख रह्यो ल मिसको त गर्ल बोयफ्रेन्ड छैन झुट बोल्नु भयो ल हाम्रो नाम पहिला नामै बिर्सिनु सोधेको म नाम के हो उहाँको नाम चाहिँ कुसुम रहेको छ तामाङ हो गाइज मैले म्याक्सिमम मान्छेहरूलाई सोधेँ होइन म्याक्सिमम मान्छेहरूको तामाङ क्या हो ल लासो भ्यापुला ल है मैले चाहिँ लासो भ्यापुला गरिसकेँ अनि हाम्रो कुसुमको चाहिँ बोयफ्रेन्ड छैन है अनि पहिला थियो ब्रेकअप भएको भनेपछि लभमा इन्ट्रेस्टै छैन अलिअलि छ तर कस्तो लोयल केटा नपाएर हो मलाई बनाइदिनु न त लोयल केटा सो के त के ठिक छ गाइज होइन अनि हजुर चाहिँ यहाँ कोसँग आउनुभएको हजुर हो उता क्यामेरा देख्नु उहाँलाई पनि म केही उहाँलाई पनि म केही क्वेसनहरू सोधौँ त सोध होइन मैले उहाँलाई छोप्छु मेरो सोल्टी हुनुहुन्छ उहाँले छोपिदिनुहुन्छ के सोधौँ सो कुसुमजीको चाहिँ हामीले ल्याइसक्यौँ हामीले केही कुराहरू अनि यहाँ चाहिँ तपाईँलाई कस्तो इन्भाइरोमेन्ट फिल हुन्छ हजुरलाई चाहिँ यहाँ आएपछि चाहिँ
कस्तो इन्भाइरोमेन्ट मतलब कस्तो वातावरण चाहिँ महसुस हुन्छ राम्रो शान्ति अनि पिसपिस टाइपको ल गाइस होइन हजुरहरू तारकेश्वर एरियामा हुनुहुन्छ भने यो के भन्छ यो ठाउँलाई के म त फर्स्ट टाइम आयो है म फर्स्ट टाइम आयो फर्स्ट टाइम त होइन भन्नु न यो ठाउँलाई के भन्छ तुसाल चौरमा चाहिँ आएर टाक्क लाएर भिडियो सिडियो हान्न सक्नुहुन्छ होइन त्यो दामी छ बवाल छ है ल अब हाम्रो मिसको ल थ्याङ्क यू सो मच है मिस है हजुर टिकटक नेम के छ म टिकटकमा हजुर कुसुम तामाङ छ ल ठिक छ ल नाइस टु मिट यु मिस ल है राम्री मिस हुनुहुन्छ है गाइस अब हामीले चाहिँ कोलाई अब म्याक्सिमम् भइसक्यो धेरैजना भइसक्यो अब हाम्रो यताको मिसलाई हेलो 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 किन नभाग्नु न खत्म बाय बाय टाटा नभाग्नु ल यहाँ त नाइ भन् होइन मलाई त फर्स्टमै सोधेको सोधिसक्यो अब हजुरको नाम लासो फ्यापुला यहाँ बसौँ ल म यहाँ बसेँ है अघि चाहिँ बसेको थिएन अहिले चाहिँ बसेँ तपाईँलाई केही त्यस्तो उ त भएन नि एक्लै आउनुभएको अनि बोयफ्रेन्ड खै त बोयफ्रेन्ड मऱ्यो कतै रहेछ त्यस्तो बोयफ्रेन्ड मर्ने फेरि त्यस्तो नभन्नु न अनि थाहा पायो भने त अनि बोयफ्रेन्ड मऱ्यो भने यो भिडियो हेऱ्यो अनि हेऱ्यो भने अनि ढाड भाँच्दैन त तपाईँको त अनि ल त डेन्जर छ है डेन्जर छ अनि बोयफ्रेन्ड छ भने होइन अनि म बनिदिउँ त समझ रहे हो ना म बनिदिउँ त सो गाइज होइन म बनिदिउँ भन्दा भन्नुहुन्छ होइन के छ अनि बन्न रेडी हो त्यो राम्री मान्छे के कसम गाइज होइन बबाल राम्री छ है अब्बर राम्री छ है त के गर्ने एकदम बवाल छ राम्री छ अनि एक्लै आउनु भएको तपाईँ साथै अघि म कोसँग देखिरहेको थिएँ ल ठिक छ छैन भन्नुभयो ओके छ ठिक छ अनि यहाँ आएर चाहिँ तपाईँलाई कस्तो इन्भाइरोमेन्ट फिल हुन्छ त एकदम रमाइलो हुन्छ ल ठिक छ अनि अब नेक्स्ट टाइम चाहिँ कोसँग आउनु चाहनुहुन्छ हजुर बोयफ्रेन्डसँग अघिसम्म बोयफ्रेन्ड छैन भने होइन मसँग आउनु चाहनुहुन्छ र मसँग उहाँ चाहिँ अब नेक्स्ट टाइम चाहिँ मसँग यहाँ डेटमा आउनु चाहनुहुन्छ गाइज होइन यहाँ उहाँसँग चाहिँ मलाई देख्न चाहनुहुन्छ भने जति यो सक्दो भिडियोलाई सेयर हान्नु पऱ्यो लाइक कमेन्ट ट्याङ्की ठोक्नु पऱ्यो च्यानललाई सब्सक्राइब हान्नु पऱ्यो हो कि न राम्रो मान्छे उहाँको नाम चाहिँ सलिना तामाङ आज म्याक्सिमम् तामाङलाई भेटाएको छु तर तामाङहरू ओभर राम्री हुन्छ ल यति भन्दै अब हामी नेक्स्ट कपालतिर केटाहरू ऱ्यान्डम मान्छेहरू सबजनातिर लाग्छौँ है त गाइज होइन म चाहिँ अब यता के भन्छ टुसाल पार्कमा आएर अनि ऱ्यान्डम मान्छेहरूलाई अब केटाहरूलाई सबैलाई सोधेर अब चाहिँ म रुम फर्किन लगाएको छु सो दामी छ पार्कहरू होइन फुटबल ग्राउन्ड छ अनि यहाँ फेरि होइन अब चाहिँ च्यानललाई सब्सक्राइब लाइक चाहिँ गरिदिनु के सो अब चाहिँ ल सबजनालाई माया गरिदिनु सही स्यो